हामी चाहिँ यहाँ पुग्यौँ। ऊ मृग पनि कराउँदैछ त्यहाँ माथि। ऊ मृग त आमा खतरा करायो त। ल्या त्यहीँ आएर कराउँछ त नि। ऊ ऊ त्यहाँ माथि कहाँ त होला नि। त्यत्रो कराउँदैछ त्यही माथि कहाँ छ नि। ऊ आम्मा कत्रो कराएको। अब हामी कहाँ देख्छौँ त। ऊ कुकुर पनि भुक्यो। यहाँ कोपी निकाल्नु भएको रहेछ। भाउ पनि छैन अरे। कराउँदै कराउँदै कहाँ गयो मृग हिँड्न। कोपीहरू निकाल्नु भएको रहेछ। भाउ छैन अरे भन्ने सुन्या हो। त्यस्तै छ। मृग करायो जङ्गलमा। नुबो अलिक छिटो आउनुहोस्। हेलो हाई सेवारो नमस्कार सम्पूर्ण तपाईँहरूलाई। आज चाहिँ हामी चाहिँ घर जाँदैछौँ। एक हप्तामा यता माथिदेखि आएको बाटो हिलो हिलो छ। मेरो छोरा र छोरी जाँदैछन्। अनि तपाईँहरूलाई कस्तो छ। बर्खा लाग्यो मौसमको भर हुँदैन। केयर गरेर हिँड्नु होला। हामी पनि पानी रहेर बल्ल बल्ल हिँड्दैछौँ। अनि हाम्रो जाने बाटो चाहिँ घर झर्ने बाटो चाहिँ यस्तो छ। पानी परेको बेला त बिजोक पो हिँड्छ त हौ। गाडी त छ नि अघि गइसक्यो गाडी। फेरि शुक्रबार खासै भेटिँदैन। हामी चाहिँ छुट्टी भएर झर्नुपर्छ। यस्तो छ जङ्गल। यसरी हामी यो जङ्गलको बाटो हिँड्छौँ उकालो र ओह्रालो। यो यसरी उकालो र ओह्रालो हिँडेको पनि 3 वर्ष पुरा 4 लाग्यो। अब हिँड्दै गर्नुपर्छ। पारी यो चाहिँ शुक्रबारै हुस्से लागेको। अनि यो चाहिँ बाटो ओह्रालो ओह्रालो। हिँड्नु न नचली तपाईँहरू चाहिँ। अब ओह्रालो बाटो हिँड्नु परेन। नक्कल नपारी होइन। किन चल्नु भएको। किन चल्नु भएको हो। दिदीलाई त्यसरी भन्नु हो। छोरो चाहिँ खेलै गर्छ हिलोमा। बाटो हिँड्नुपर्छ। यस्तो छ बाटो। त्यस्तो ऐसेलु मिठो हुन्छ र। पानले भिजिसकेको छ होला। पानले भिजेको ऐसेलु चाहिँ रहेछ तर भिजिसक्यो। मिठो हुँदैन होला है पानले भिजेर। एउटा चाखी हेरौँ न त मिठो हुन्छ कि। पानीमा त मिठो हुँदैन। घाम लागेको बेलामा त छोचो ऐसेलु खाएको साथीहरू है। अमिलो रहेछ। ओ माथि सिद्धुवातिर अहिलेसम्म धुम्मिरहेछ। यता हाम्रो गाउँ अब आउन लाग्यो। घाम पो लागिरहेछ। तर सबै जङ्गल छ यहाँउदि त जङ्गल एरिया। जङ्गल छ। बाटो यस्तो छ। पानी परेपछि यहाँ गाडी हिँड्न मुस्किल छ। यस्तो छ भौडी। पस्नुहुन्छ है नानी चकचक नगरी हिँड्नु। बाटो हिँड्नु अगाडि हिँड्नु आउनुहोस् नुबो अगाडि। टाढाको बाटो म धाउँदै आएको मायालाई देखेर। अब यस्तो ओह्रालो लागिन्छ। यता तल जङ्गल। आज चाहिँ अलिअलि घाम लागेको जस्तो गरेर भिडियो बनाउने मौका पाइयो।
नत्र त मोबाइल त हातमा बोक्नै मिल्दैन। यस्तो छ जङ्गल। अब यस्तै जङ्गलमा हिँड्नु पर्यो उकाली ओह्राली। छोरो पछाडि बोल्दै हजुर हाम्रो घर चाहिँ यहाँदेखि तल पर्छ है। यहाँ घाम लागेको वारिपट्टि अनि हामी चाहिँ यहाँ आइपुगिरहेको छौँ। अब जाने हो ओह्रालै ओह्रालो। यस्तो बाटो छ उकालोमा आउन चाहिँ गाह्रो हुन्छ। अहिले त ठिकै छ ओह्रालोमा त घाम पनि लागिरहेछ। हामी सधैँ शुक्रबार शनिबार उकालो ओह्रालो गर्ने हाम्रो बाटो हो। अब फेरि पानी परेन भने चाहिँ झरिने हो। बर्खा लागेपछि त यहाँ आउँदै चाहिँ धनियाँहरू छर्नु भएको छ। अहिले त धनियाँको पनि भाउ छैन भन्छ। हुस्से लागिरहेछ। लड्दै लड्दै आउँदैछन् छोराछोरीहरू साह्रो परेर। बिस्तारो हिँड्नु जानिँदैन र। बाटो चाहिँ खोलेकै हो क्या पानीले यस्तो बनाइरहेछ। यस्तो छ यस्तो सबै बाटो यस्तो बने त सजिलो हुन्थ्यो क्या रे। छैन त्यही भएर हामीलाई गाह्रो छ। यस्तो छ है बाटोहरू। हैरान हैरान छ हौ। यहाँ कुकुरले अट्याक गर्दैछ है हामीलाई। छोरी डराएर उता भाग्दैछ। टोक्दैन भनेको हिँड अगाडि। लु हिँड्नु नि अगाडि। त्यो डरायो भाग्यो भने पो खेदाउँछ त। डराउनु हुँदैन क्या। कुर्यो भने त खेदाउँछ नि फेरि। हिँड्नु न हिँड्नु 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 हिँड्नु। उता जा तेरो घर जा। घरमा जा। कहाँ टोक्नु खोजेको नि हामीलाई टोक्ने हो। गाह्रो छ कुकुरले पनि। हिँड्नु हिँड्नु हिँड्नु। त्यो कुकुरले खेदाउँदाखेरि कहिले कुद्नु हुँदैन क्या। कुद्यो भने त झन् खेदाउँछ। को चाहिँ को कुदेको कहिले कहाँ कुदेको कसले सँगै टोक्छ नि। स्कुल जाँदा नि मलाई पचाउँछ। अनि कहाँको कुकुर त्यो चाहिँ? उता पर हौ त्यो महेन्द्रको। ए महेन्द्र डक्टरकोमा कस्तो छ हैन। ऊ के पो म जाँदै गरेको हुन्छ जहिले आउँछ हौ। यस्तो छ है। आज चाहिँ मौसम चाहिँ धेरै राम्रो भएको छ हौ। आज चाहिँ मौसम चाहिँ खुलेकै हो क्या। हामी घर झर्ने बेलामा नानी त्यसरी फुल टिप्नु नटिप्नु हेर कोपिला भन्ने पढेको छैन? नटिप्नु हेर कोपिला हामीले त पढेको थियौँ बिर्सि पो सकेछ। हामीले त पढेको नि छैन।
बल्ल बल्ल हामी 1 घन्टाभन्दा बढीमा यहाँ आइपुगेको छौँ। अब एकछिन यहाँ बस्ने। Happy plus cactus. Lila lila. फाइनल्ली अब चाहिँ हाम्रो घर आइपुग्यो। लगभग 1.5 घन्टाभन्दा बढी नै लागेछ होइन। अब चाहिँ घर पुग्न लाग्यो है। यस्तो छ बासघारी। अस्तिको हप्तामा झरेर यसो अलिअलि लिपोत गरेर गएको। अब यो चोटि कस्तो भयो हाम्रो घर। मकैहरू यस्तो भएको छ, कोला पनि पसाइरहेको छ। घर लिपेर गएको थिएँ। यस्तो छ हौ, जङ्गल छोडेपछि यस्तै हुन्छ, घरहरू बिजोग हुन्छ। यस्तो भएको छ रहेछ। हाम्रो घर चाहिँ यहाँ चाहिँ यस्तो लगाएको थिएँ। यहाँ फुल रोपेर गएको थियो, कस्तो छ हेर्न परे। फुलहरू त बिचरा भयो नि, गाह्रो छ नि। अब छोडेपछि यहाँ रोपेर गएको भर्खर यस्तो भइरहेको रहेछ, सर्दै रहेछ अलिअलि, कोही मर्दै रहेछ। यस्तै रहेछ, बाँच्छ होला बाँच्नु चाहिँ। ल है, तपाईँहरू सम्पूर्णलाई फेरि पनि नमस्कार। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भयो होला भन्ने आशा गर्दछु। अनि मलाई लाइक सब्सक्राइब गरिदिनु होला है त साथीहरू।